अहिले चाहिँ हामी भोजपुर अरुण गाउँपालिका प्याउली बजारमा छौँ। चाहिँ अरुण पाहुना घरमा बसिरहेछौँ। पोदुमा गाउँपालिका च्याङ्ग्रे बजारमा चाहिँ हामीले कोठाहरू अस्ति हेरेर आएको थियौँ डान्स स्टुडियोको लागि भवन, र त्यही आज हामी सरसफाइ गर्दै हेर्दै च्याङ्ग्रे बजारसम्म चाहिँ हामी घुम्दै जाँदैछौँ। प्याउली बजारबाट निस्किसकेको छौँ। अलिकति फर्किनु पर्यो, बच्चाहरूले बोलायो कि बिचराहरू। कता हिँडेको तिमीहरू? कता हिँडेको? कहाँ हो घर? कहाँ हो भन त? यता माथि घर छ हो र? अनि यहाँ चाहिँ के गरेको तिमीहरू? यसरी तिमीहरू हिँड्नु हुँदैन नि, भुतले तर्साउँछ। जङ्गलमा नबस्नु, बुझ्यो? दुईजनाले बराबरी किनेर खानु नि। हामी नै खाएर नै हिँड्थ्यौँ नि पहिले बच्चामा, होइन? यहाँ बढी सानो तर मिठो गाउँ। अहिले चाहिँ च्याङ्ग्री जानुपर्ने। लो ट्राफिक सर मजाको हुनुहुन्छ जोस्, उहाँलाई यसो भाइ भन्नु पर्यो नि। अलिकति कन्फ्युज छु के, यहाँसम्म पिच छ अलिक तलदेखि, अलिक च्याङ्ग्रीसँग पिच छ, तर यही घुम्थ्यो अलिकति चाहिँ पिच गरेको छैन। यो किन होला भन्ने हो क्या। फेरि यहीँ चाहिँ अलिक भिर अप्ठ्यारो लाग्छ मलाई। ढिलो हुन्छ क्या मलाई चाहिँ यहाँ। यहाँदेखि फेरि पिच छ क्या, सरर एकैचोटि च्याङ्ग्रेसँगै पिच मिठो छ। हाम्रो तिहारी भन्ने तल्लो बजार हो। हामीले यहाँ पनि डान्स सेन्टरको लागि कुरा गरेको थियौँ रुम चाहिँ, तर के हो भन्दाखेरि हाम्रो पालिका पनि च्याङ्ग्रेमै, गाउँपालिका पनि, अनि ठुलो अब त्यो स्कुल पनि अलिक त्यहीँ छ, कलेजहरू पढाउने यताउति। अनि त्यहीँमा धेरै मान्छे हुन्छ, त्यहीँ गर्नु भन्ने कुरा आयो। च्याङ्ग्रेमै गर्नुको लागि पो हामी प्रयास गर्छौँ अहिले। चाहिँ अलिक बढी पहिरो जाने भएर यहाँको पिच चाहिँ अलिक गर्नुभएको छैन। अब पहिरोले पुरिदिइहाल्छ, फाइदै भएन नि पिच गरेको। बरु पहिरो झर्दा सोर्ने कुदाउने पहिरो झर्दा पानी पर्दाखेरि पहिरो गइहाल्छ। अब यहाँ कि ठुलै वाल उठाउनु पर्यो, ठुलै भिड छ। च्याङ्ग्रे आइपुग्यौँ पोदुमा गाउँपालिका। हामीले चाहिँ यो नयाँ भर्खर बन्दै गरेको भवन यहाँभित्र हो, डान्स सेन्टरको लागि कुरा गरेको। यहाँ चाहिँ माथि फुटबल ग्राउन्ड छ, त्यता पनि म लानेछु। र यो चाहिँ पोखरी, कस्तो राम्रो बार बेर्नु भएको छ, लाइटहरू राखेको छ, राति झन् धेरै राम्रो देखिन्छ यहाँ। यो यतिको गर्नु भनेकै ठुलो कुरा हो क्या गाउँमा। चाहिँ भवन यहाँ पनि गर भन्नु चाहिँ यो अलिक ठुलो हुन्छ हामीलाई। दुईवटा छ सटर, र हामीले चाहिँ लास्टमा गएर यो हेऱ्यौँ भवन चाहिँ। यो सबै सामानहरूले भइसक्यो, बनिएपछि धेरै राम्रो मन्दिर रहेछ यहाँ। र पोखरी जस्ट ठुलो राम्रो। उता श्री अन्तु इलामको पोखरीमा राति बल्छ नि लाइट वरिपरि, सेम त्यही झलक त्यस्तै के।
ग्राउन्डमा आइसकेको छौँ र यहाँबाट माथि डाँडा पनि निस्किनु मिल्दो रहेछ अलिकति परतिर पुल पनि छ र अहिले चाहिँ हाम्रो यात्रा यहीँसम्म रहेको छ र हामी ब्याक ब्याउली बजारमै गएर एकछिन रेस्ट गर्नुपर्ने हुन्छ हाम्रो 4 बजीदेखि चाहिँ डान्स क्लास रहेको छ र हामीले उहाँ पर देखिरहेको भवनमा चाहिँ हामीले डान्स सेन्टर चलाउनुको लागि कुराहरू सबै गरिसक्यौँ र हाम्रो 1 हप्तामा हाम्रो रुमहरू रेडी भइसक्छ अरे र यो भवनमा चाहिँ हाम्रो मुनिबाट रहेको छ डान्स स्टुडियो केही हप्तापछि यहाँ पनि डान्स सेन्टर सञ्चालन हुन्छ